नमस्कार दोस्तों, आज के इस वीडियो में बताउन गई रहा है तपाईको राष्ट्रीय परिचय पत्र हराइसकेपछि नागरिकताको माध्यमबाट कसरी त्यसलाई प्राप्त गर्ने। तपाईको राष्ट्रिय परिचय पत्र हराइसकेपछि अब चिन्ता लिनु पर्दैन। अब नागरिकताको माध्यमबाट नै सजिलो तरिकाले राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्नुहुन्छ। जसको लागि सबभन्दा पहिला आफ्नो मोबाइलको क्रोम ओपन गर्नु होला। ओपन गरेपछि यहाँ टाइप गर्नु होला NIN, त्यसपछि सर्च गर्नु होला। सर्च गरेपछि पहिला अप्सन पर यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि यस्तो इन्टरफेस आउँछ। यहाँ तपाई आफ्नो नाम राख्नु होला नेपालीमा, अनि त्यसपछि यहाँ आफ्नो इंग्लिशमा नाम राख्नु होला। त्यसपछि यहाँ डेट अफ बर्थ आफ्नो जन्म मिति राख्नु होला, अनि त्यसपछि यहाँ तपाईको नागरिकताको जुन जारी छ, जारी मिति यहाँ लेखेको हुन्छ त्यो राख्नु होला। ल म राखेर अनि हजुरहरुलाई बताइरहेको छु। यहाँ आफ्नो नेपाली नाम राख्नु होला। यहाँ मेरो नाम सूरज हो, म सूरज नाम राखेपछि यहाँ तपाई आफ्नो इंग्लिश नेम राख्नु होला। जुन नाम छ त्यसको इंग्लिश नेम यहाँ राख्नु होला। अनि त्यसपछि यहाँ जन्म मिति, तपाईको जुन जन्म मिति छ त्यो जन्म मिति नागरिकतामा लेखेको हुन्छ, यहाँ त्यो जन्म मिति यहाँ राख्नु होला। अनि त्यसपछि यहाँ जारी मिति, नागरिकताको यहाँ पछाडि तपाईको जारी मिति यहाँ लेखेको हुन्छ, त्यो जारी मिति यहाँ राख्नु होला। यति राखेपछि तल्लो आएपछि यहाँ हेर्नु क्याप्सन, यहाँ क्याप्सन तल्लो दिएको छ, यो क्याप्सन यहाँ फिल गर्नु होला। जस्तो खालको यहाँ क्याप्सन दिएछ उस्तै यहाँ राख्नु होला। तपाईको मा अलग अलग दिएको हुन्छ, त्यो क्याप्सन यहाँ राख्नु होला। त्यसपछि यहाँ सर्च पर क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ हेर्नु होला मेरो यहाँ राष्ट्रिय परिचय पत्र आइहालेछ। यसलाई स्क्रिनशट गरेर अनि प्रिन्ट गरेर राख्नु होला।